हेलो हेलो सम्पूर्णमा गुड इभिनिङ नमस्कार। के छ हजुरहरू खबर? म चाहिँ आज यसो ड्युटी छुट्टीको दिन एउटा भिडियो बनाउन भनेर निक्लेको। रुमबाट अलिक परतिर हो। एकदमै राम्रो वातावरण, मौसम पनि साँझको टाइममा ठिकै छ। एकदम हेर्नुहोस् कति राम्रो मौसम छ। सबै कुरा गाउँ एरिया जस्तो यहाँनिर सबै कुरा छ। यो कागती हो कि बिमिर हो, कागती उखुदेखि लिएर फलफुलहरू यहाँ अनार फलिरहेको छ। सबै कुरा ठिकै छ, राम्रै छ। हेरेर हजुरहरू तपाईँहरू पनि बेलुकाको साँझको समयको सिन एकदम राम्रो छ। हजुरहरूलाई पनि यहाँको एकदमै रमणीय वातावरण देखाउने कोसिस गरेको छु। हजुरहरूले हेर्नुहोला। हजुरलाई जस्तो लाग्छ त्यस्तै कमेन्टहरू गर्नुहोला। साना साना यी नरिवलको रुखहरू पनि छ। राम्रो एकदमै सफा वातावरणमा साँझको टाइममा म पनि रुममा बस्दा बस्दा कति बस्नु, सुत्न पनि सुतियो 6-7 घन्टै। अनि एउटा भिडियो यसो निर्माण छोटो भिडियो बनाऊँ भनेर निक्लेको छु। हजुरहरू हेर्नुहोस्, यस्तै छ है मलेसियाको वातावरण। आँपहरू फल्छ मौसम अनुसार समय समयमा। यो चाहिँ अहिले चाहिँ फलेर पनि सकिएको, फेरि अर्को लट फल्नलाई सुरु भइरहेको छ। यो ट्याङ्कर चाहिँ हाम्रो कम्पनी जाने ट्याङ्कर हो, केमिकल तेल बोक्ने। यहाँ पार्किङ गरेर राखेको छ। कम्पनी चाहिँ अलि अगाडि नै हो। म चाहिँ यहाँ भिडियो बनाउँदै हिँडिरहेको छु। हजुरहरूले हेर्नु होला। यो ट्याङ्करको ड्राइभर खै कता गएछ कि बिग्रेर हो कि निद लागेर सुतेको हो कि सुतिरहेको छ भित्र। यो चिनेकै ड्राइभर हो हाम्रो कम्पनीको। हाम्रो कम्पनीमा जाने लोरी हो यो। यहाँको भाषामा लोरी भन्छ गाडीलाई। ट्याङ्कर तेल बोक्ने हो। अनि म चाहिँ यहीँ भिडियो बनाउँदै छु। यता पसलहरू यता राम्रो छ, व्यवस्था ठिकै छ। मलेसियाको ठाउँ एकदम। हजुरहरूलाई मेरो भिडियोमा कस्तो लाग्छ? स्वागत छ। जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला है त हजुरहरू भन्दै। म चाहिँ आजको यो छोटो भिडियो यहीँ टुङ्ग्याउने जमर्को गर्दै। हजुरहरू स्वस्थ रहनु, व्यस्त रहनु, हाँसी खुसी रहनु सधैँ। हजुरहरूको मनमा कृत्रिमता कहिले नपरोस्। हजुरहरू पनि रमाउनुहोस्। जिन्दगी के छ र, मरिलाने जिन्दगी हो। एकपटक त हामी मर्नै पर्ने हुन्छ, जन्मेपछि अवश्य पनि। यो प्रकृतिको नियमै हो भन्दै म मेरो यो भिडियोलाई यहीँ टुङ्ग्याउने जमर्को गर्दै